सिद्रा माछाको सब्जी वेलकम छ साथीहरू मेरो डेली ब्लगमा। म चाहिँ रूपा थारू। मेरो घर चाहिँ कपिलवस्तु बारगङ्गा नगरपालिका 2 बैजलपुर। अनि आज चाहिँ म मेरो छोरो बोकेर गएँ पिप्रा कपाल कटाउन हैन। अब कपाल बढी थियो नि त, अब त्यत्रो जाडो दिन त अब ठिकै थियो। अब यो गर्मीमा चाहिँ अलि गर्मी हुन्छ अनि नराम्रो पनि देखिन्छ। जाडोमा टोपी लाएर त राम्रै देखिन्छ हैन, गर्मीमा चाहिँ अलि काट्न पर्यो, छेउछेउमा बढे थियो। त्यसपछि मैले कहाँ लिएर गएँ भनेपछि पिप्रा रहेको छ। त्यो ब्रदर हेयर पोइन्ट रहेको छ त्यहाँ हैन, कटिङ गर्ने ठाउँ। सो म त्यहाँ गएँ। त्यसपछि मेरो छोरोको कपाल कटाउन थाल्यो। अनि यस्तो देख्दाखेरि हैन यो कुन कट हो यसरी काटेको भने जस्तो भइरहेको थियो मलाई। अनि अब पुरा फिनिसिङ भएपछि बल्ल दामी देखिन्छ नि त हैन। अनि एकछिनपछि हेर्दै गयो अनि त फाइनल लुक चाहिँ यस्तो दामी अझै भइरहेको थियो हैन। छोरो चाहिँ चकचक चकचक गरेको थिएँ, नचल भनेर। अनि कति बेर लाग्यो के काट्न, फेरि अब चलेको गरेको थियो नि त। घनी यता चले घनी उता चले। अनि छोरोको उता कपाल काट्दै चाहिँ म चाहिँ र पुष्पा भएर हामी चाहिँ यसो ऐना हेरेर भिडियो मोटु पट्लु कि जोरी भन्दै भिडियो बनाइरहेको थियौँ। सो पुष्पा चाहिँ नास्ता छोड्न गएको थिएँ पिप्रा बाबाले बजारमा। त्यसपछि कपाल काटेर भइसकेपछि अब यस्तरी गराउने। अनि छोरो फेरि कति खुसी भइरहेको थियो कि। अनि मैले नि भिडियो गराइदिएँ। कस्तो राम्रो देखेँ कि मेरो छोराले कपाल काटेको, मलाई क्या मन पऱ्यो कि। पुरा फिनिसिङ फेरि दामी आउँदो रहेछ, एकदम मसिनो गराइदिने है, यस्तो दामी देखिने। अनि छोरो पनि खुसी भइरहेको थियो। अनि तात आहा मम्मी मजा आहा भन्ने। अनि देख्न सक्नुहुन्छ दामी देखेँ, एकदम क्लियर के। सो धेरै धन्यवाद मेरो छोरोको दामी हेयर स्टाइल बनाइदिएकोमा। अन्त एकदम अब काटेर भइसकेपछि फुल लुक चाहिँ यस्तो रहेको छ हैन। दामी देख्यो, दामी मेरो छोरोलाई कस्तो देख्यो भनेर सर भिडियो बनाइदिएको। खुसी भइरहेको थियो छोरो चाहिँ। त्यसपछि अब हामी घरतिर आउन थाल्यौँ। अब उसले फेरि कपाल काटेपछि अब बजार लाग्थ्यो, बजारमा त लैन, पसलमा गएर खानेकुरा चाहियो रे। अब खानेकुरा नि के चाहियो भनेपछि उसलाई फेरि सुनको बिस्कुट चाहियो रे। यत्रो महँगो पनि किन्न भन्छ मेरो छोरोले त, सुनको बिस्किट। त्यसपछि अब मागेपछि छोरोले त किनिदिइहाल्नु पऱ्यो, 2टा किनिदिएँ मैले हैन। अनि घर आएपछि हाम्रो बजै चाहिँ आइसक्नु भयो थियो। कहाँ गएर छोरीको घर गएर बिचौपुर जानुभएको थियो। त्यहाँबाट आउनुभयो त्यसपछि चिया र रोटी दियो बजैले। अनि कस्तो लाग्यो त छोरीको घर गएर आउनुभयो बसेर भनेर। कस्तो लाग्ने हो छोरीको घर गएपछि त मजा आइहाल्छ नि भनेर गफ गर्दै हाँसिरहेको थियौँ। अनि म चाहिँ खाना पकाउनेतिर लागेँ। खानामा चाहिँ मैले के पकाउन थालेँ साथीहरू, सिद्रा माछा हैन। अब के खाने भइरहेको थियो। त्यस्तै त हो, सब्जी धेरै भयो भने पनि के पकाम भन्ने हुन्छ, सब्जी भएन भने पनि के पकाम भन्ने हुन्छ। अनि यो चाहिँ झिँगा माछा क्या दामी, क्या मजा आउँछ नि त। अनि अब मरमसाला हालेँ, टमाटर हालेँ, बजैले खानुहुन्न नि त, हामी खाने। बजैले फेरि अर्कै भान्टाको सब्जी थियो, चटनी थियो भनौँ, भान्टाको चटनी। सो कहाँदेखि मेरो ब्लग हेर्नुभयो साथीहरू कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। आजको मेरो रेसिपी रहेको छ सिद्रा र आलु। यो चाहिँ अझै हामीले घरको आलु खने हैन, यो चाहिँ किनेको आलु हो, सुगर फ्री आलु। कति चाहिँ अरे पाक्ने के साथीहरू फेतत्तै हुन्छ हैन, त्यही पनि दामी मजा